आज 2082 साल मङ्सिरको 27 गते यो पर देखिने मस्ताङ जाने बाटो बाँदरजङ भिर भन्छ। अनि यो खोज देखिएको सबै दानाको वन पर्यो यो। अनि यो हिमालहरूको सबैको नाम नआउने भएर मार्यो। र जे होस् यो चाहिँ धौलागिरी पर्यो। ल ल खानु खानु यो धौलागिरी हिमाल। त्यसपछि यता आउँदाखेरि यो दोबाको धुरी पर्यो। यो दोबाको वन यस्तै गरेर घुम्दै 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 आउँदा ल यो पहिरो जस्तो देखिने लपक्कै परेको दोबाको गाउँ पर्यो। दोबाको गाउँ पर्यो। यो चाहिँ भुरुङबाट देखिने यो चुचुरोहरू यो सबै यस्तो चुचुरो छ। अब यो दोबाको गाउँपछि यो कालीगण्डकीको खोजदेखि पारिपट्टि दछले हिस्तान ग्रामदीको भाग पर्यो। त्यहाँदेखि उता टाढा टाढाको गाउँ देखिन्छ। उता राखु पनि देखिँदो रहेछ। राखु गाउँ देखिँदो रहेछ। तर बिहानको घाममा राम्रो देखिन्थ्यो। अहिले ओझेल परिसक्यो। त्यस कारणले गर्दाखेरि गाउँहरू देखिएको छैन। राम्रोसँग छाया परिसक्यो। जे होस् स्थान ग्रामदी देखिएको छ। अब यतातिर आउँदा खिबाङ गाउँ, घाएर गाउँ, त्यहाँबाट घोरेपानी, सिख, स्वात, किन्दु गर्दै पाउदुवार सबैभन्दा नजिक नेपाने। यो खोप्पी जस्तो परेको ठाउँ गोनपानी पाउदुवारको। त्यसको सिधै डाँडा 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 गएर माथि डाँडामा टल्किने गोठ जस्तो देखिने भाग खोप्रा डाँडाको होटेल हो। अनि यहाँ तल आसनमा देखिने भुरुङ गाउँ। म अहिले भुरुङ गाउँको सबैभन्दा माथि टपमा छु। यो भुरुङ गाउँको धुरी। अनि यो अन्नपूर्णको नर्थ भेकमा पर्ने एउटा सानो टुक्रा हिस्सा हो अन्नपूर्ण। यहाँदेखि उता साउथ पनि छ। नर्थको अझै मुख्य भाग चाहिँ यहाँ अझै राम्रो देखिएको छैन। अझै नर्थको भाग चाहिँ अझै लुकेको छ यहाँ। अनि यो परि निलगिरी हिमाल। निलगिरी हिमाल यहाँ यो अन्नपूर्णको तल देखिने नार्चिङको लेखा गाउँ। यस्तो राम्रो देखिएको लेखा गाउँ। यस्तो मजाको गाउँ छ लेखा गाउँ है नार्चिङको। यो गाउँको यस्तो तरिकाले सिन चाहिँ सायद यो यतिको राम्रोसँग मौसम सफा भएको बेलामा चाहिँ खिच्ने मौका आज पाएँ मैले। दाजुभाइहरू यहाँ भोग लाएर खाजा खान लाग्छन्। अब हामी पनि खाजा खाने हो।